हेलो एभ्रिवान साथीहरु आज चाहिँ म तलगढीहरु म दिदी भेट्न जाँदैछु है फुल वाचिङ है मेरो भिडियो चाहिँ आज साथीहरु ल अनि मेरो यो फ्रन्ट क्यामेरा चाहिँ साथीहरु अलिक मधुरो छ हो पछाडीको ब्याक क्यामेरा चाहिँ अलिक राम्रो छ तपाईहरुलाई म आज मेरो बिबिसको भिडियो देखाउने छु जुम भनेको त पानी पर्दैछ साथीहरु अब चाहिँ म निस्केको बाइ बाइ साथीहरु पुग्न आँटे यहाँ हेर्नुस् है यहाँको वेदरहरु चाहिँ आज यस्तो छ एकदमै चेन्ज भएछ यहाँ घरहरु बनाएर है म चाहिँ पुग्न आँटे साथीहरु बाटोमा छु हो रेनी सिजन चाहिँ सकेन अहिलेसम्म पनि साथीहरु म चाहिँ आइपुगिसके साथीहरु यहाँ चाहिँ हाम्रो दिदीको दोकान म कति महिनाको बादमा आए 7 महिना है 7 महिना भयो नि 7 महिनाको बादमा चाहिँ यहाँ हाम्रो दिदी चाहिँ कहाँ रहनु भएको मेरो दिदी सानो भइरहेको छ यहाँ चाहिँ हामी दिदी बहिनी धेरै भयो नि है भेट्न भएको 8 महिना भयो है म चाहिँ यहीँ पुगेको छु साथीहरु मैले गर्दैन व्हाट्सएपमा मेसेजहरु पठाउँदा पनि ल साथीहरु हेर्दै गर्नुहोस् कहाँ छ यहाँ चाहिँ म दिदीकोमा आइरहेको छु धेरै महिनाको बादमा आएको त धेरै चेन्ज भएछ यहाँ चाहिँ हाम्रो दिदीको दोकान छ है साथीहरु सँग पानी पिउँदै बातचित हुन्छ है साथीहरु मेरो चाहिँ धेरै लामो बात हुँदै जाँदाखेरि दिदीले खाना पनि रेडी गरिदिनु भयो साथीहरु हो अब हामी खाना खान आँटेको बिचारा हाम्रो बिमारी दिदीले खाना पकाएर मलाई यसरी रेडी गरिराख्दैछ साथीहरु र हामी चाहिँ 12 बजेको लन्च खायौं चाहिँ साथीहरु घर फर्किन आँटेको म दिदीसँग धेरै लामो बातचित भयो खुसी लाग्यो धेरै महिना पछाडि दिदीलाई भेटेको है अनि फर्किम भनेको अलिकति पानीले गर्दा चाहिँ रोकिरहेको छु साथीहरु आज चाहिँ धेरै मिठो मिठो गफहरु भयो दिदीसँग है अब चाहिँ म चाहिँ लागेको घरमा पानी आउट पनि आउँदैछ गए हस्त मेरो भिडियो हेर्दिनु भएकोमा सबैलाई थ्यांक यू बाइ बाइ